जेठा म गएँ जेठा तमी गइन् बजाइ जेठा तमी गइन् तमी गए 5 दिन बाइक उता त अहिले साल हुनु पर्ने साल हुनु भयो केसी बाइक तमी गए 5 दिन बाइक उता नाइ जोइ सारा राग्न पुइले बाइक राग्न गएर राम बाइ भने म त खुसी मा जाउँला दुई दिन भने औ खुसी त रोगाइले भन्ला खुसी भइ आज सुतो भएन भएन त त खुसी भइ आज त राग्न झन् अब काम सम्पन्न केही हुँदैन रडी गाउँ हेर हुन नाइ बमै भने नि भयो औ भनी आउने त बजे त्यो त कहाँ बिरामी हुन्छ भने भाग्यो भने त्यो कहाँ बिरामी हुन्छ कसो भने लागल पनि हुन्छ क्या हुनु छ मात्र त्यो लागल जुरबार अलग त्यो हाम्रा जुत्ता त्यो लागल देउताले त भयो देउताले त लागल पनि यसो भइहार बजे ती टुटु भाटा गाड्देका हुनु अरे साउन पर टुटु भाटा गाड्देका त्यो बाटीका अन्त त्यो यिनका सौरासा आइकन बस्यो भने कि सौरासा आइकन बस्यो तिनको जिनु सौरो क्या सौरासा आइकन बस्यो अरे अब त्यो नै भाग भिलो अब यहाँ नाटी भएपछि अब सौरासाबाट आइकन बस्दा छन् भाग भिलो दिए सबै त्यो गाउँ आम्नु छोडिदियो थाई छोडे त केही नहुनु पर्ने थियो त्यो टुटु भाटा गाड्दै अरे बजेर राखे छोडिकन आइसकेपछि अरे त्यो उँधो ढिकियो अरे बजेर राखे त्यो साडी आयो अरे लाग्दैन भन्न हुनु होला राम्रो भोलि अरे सासु ल अन्त त्यो गइजिएर गएपछि अब बा अब बिराम भनिकन पुरानी नाबे भनिकन लिच्यो कि बा अब कोही नै एक्लै पनि लिच्यो आमा बा त बम्मै त्यो मान्छे पढ्दो रहेछ हेर त्यहाँबाट स्वाइन बहिनी पर छ अरे हाम्रो सुर्खेत त्यही बहिनी सुर्खेतै लियो रहेछ हेर सुर्खेतै लिया त लिया 5-6-10 मा आएर दिनौली फ्याट्टै गइसकेपछि के भयो भोलि भने त्यसलाई भोलि अरे म त जयसर आएर भने म त आइ छैन उहाँ पछि आउने मिल्नु त्यो लिया पछिलाई दिन 5-6 दिन हुने अरे भनिरहेको छ होइन केही होइन त्यो भएर त्यत्तिकै हो त्यो त्यसै हद्दो छ आफै स्वस्थै जान्छ त्यो 5-6 बेरी भइगयो त्यो आफै सैता जान्छ 5 वर्ष भयो भन्यो कि बा कति भइगयो त्यो आफै सैता जान्छ केही हुँदैन मुन्डो पनि अरे उमा आज पहिलो गइ अरे त्यही सुर्खेत तिनीलाई भनिसकेपछि त्यही भइसकेपछि अझ आफ्नै साहित्य उठ्यो अरे हेर अझ आफ्नै साहित्य उठ्थे त्यहाँबाट अझ उहाँ पछि अझ 5-6 दिन पछाडि सासु आएर त छोरा बुहारी हँडालेर राख्नु ल्याएर त्यो गाडी अब राख्नु ल्याइ सुर्खेत भाटी कि घर आइ सासु पुलिले जयसेर लिए पछाडि घर ल्याइ त्यसपछि अब त्यो उति लैजाउँला भन्ने अब घर लैजाउ पनि आइ अब यहाँ हुँदैन घर लैजाउँ घर 3-4 दिन मात्रै घर राख्यो त्यही मान्छेलाई उहाँ बुम्बै लैगई टिकट काटेर लग्यौँ हामी के भनिकन लगिन् ल अब त्यसै मिलजुल भए पनि छैन कोही गया पनि छैन नाउ बोली डम्बर भन्न त्यसो हुँदैन भन्न अध्याएर बजे केही हुँदैन हरि नहुने पनि परि हाम्रा त्यही नाउ डम्बर हो हरि हो कि डम्बर हरि नहुवा त्यही डम्बर हो भनिया जयसेरा नाइ त्यो केटाको नाउ हरि नाउ हाम्रा परि जेठा बुवा ज्वाइँको नाउँ छ जेठा बुवा अझ बाँचेकै छन् टिको दै जान्नु भनेपछि केही हुँदैन पिट्दैन भने हेर भन्छ कोही त्यसो भन्दा कोही नाइ त्यो त अलाई बलाई खाना छ त्यो बड्डा खाँदैन ए सासौरा त कोही त्यसो भन्दा बजे कोही नाइ केही हुँदैन परि अझ परि जेठा बुवा र जेठियामा बाँचे कि अहिले हरिसने फिनाजु मरिगयो मास्टरले भने त्यसै भन्दा हट म त खबरै जानेन भनिसकेपछि हट सरासर मास्टरलाई ती खबर गएर बजे खबर गयो अलग्ग बाडी जिठीको होटल छ अरे हाम्रो बाटीका यसै होटल छ अरे त्यो होटल बाटी चाउमिन बनाइकन ल्याइ अरे चाउमिन बनाइ ल्याएर ल चाउमिन खाऊ अरे ढक्सौ दिएर चाउमिन बनाइ खाऊ अरे चाउमिन हामी खानाइन किन खानाइन खा भनेर चाउमिन खायो अरे चाउमिन खाइसकेपछि
अब क्या हो त अब यसो उसो न अब हामी भाइजनाले त्यो अब निगो कसो हुने नाटक कसो हुने अब आफ्नै मन जाने आइसकेको छ यसो यसो दायाँ भनिसकेको छ केही भनिन अरे केही भनिन अरे अब के जाने त त्यसले पनि के जाने त त्यसले पनि के जाने अब भाइजाउ पनि अब 10-12 दिनसम्म बसे हुनेको न अब सबै भन्यो क्या अनि अब आइसकेपछि दिन यसो उसो पछाडि कुरा ठाउनु पर्छ यसो उसो हिँडेका मास्टरलाई कि भनिसक्यो ती पनि गएका दुईजना गए केही भनेन हेर पछाडि राउनु भएन पहिला पहिला पछाडि ठाउनु लिने हुनेलाई पनि आउने हुनेलाई पनि राउन निकै बस्नु अब आइए बनाइ पनि बनाइ गएर अझै घरद्वार पनि निकै ठाउँ पनि निकै ठाउँमा निकै भनिसकेपछि हेर बझै त्यो ओडा फर्की गयो हुन्न यहाँ त कुरा सुनियो त अब त्यो फर्किकन ओडा आयो उभा ती फर्की गइसकेपछि कुरा सुनियो हेर नाइ त्यो त फफड्के पर्दो छ फफड्के पर्ने बिराउँछ हामीले तुन्दैन आगो त सुन्दैन त्यो त काट्दै तुन्दैन फफड्के पर्दो छ त्यसै कारण के गइयो भनिन्थ्यो भनिसकेपछि भन्ने त टाढामा अगाडि भनिदिन्छ त त्यो रोउनु कति अन्तारी पनि हुनु पनि हुनु हो तर अब चाहिँ भनिसकेपछि त त्यसलाई हामी गर्न सोधिन हामी भन्ने चाहिँ भन्ने पनि कुरा हो क्या बझै त्यसलाई हामी गर्न सोधिन हामी भन्ने चाहिँ यसो निगो नाटो अरू त सोध्नु पर्छ त त्यही जाने भइकै भन्ने कुरो केही छैन त्यही लिनु भइकै भन्ने कुरो पनि केही छैन त्यसो पनि मुबालबाट मुबालबाट हरियासन बजै खानेको छैन आँटो हद्दी चाहिँ के हद्दी चाहिँ भनेपछि बजै त्यो यहाँको हो नभनी लाज हुन्छ 3 वर्ष फरकै भइगयो मोबाइलबाट फोन हुन लाग्यो यहाँको नभने त्यो लाज हुन्छ उसले भने आरे लाज भन्ने त्यो पर आज लाज त्यो पर लाज भन्ने त्यो पर नभने नाइ मेरा गाउँकी दिदी फुपू सब भइछन् त मेरा गाउँकी पत्थ हो कहाँ हो त्यसले भनिरहेछ म त तिनीहरूलाई चिन्दैन पर कुदी हुन्नी म तिनीहरूलाई चिन्दैन अब सुर्खेतै पढ्न लाग्यो मान्छे म एउटा दिदीको हलमेलरी बस्या पनि नाइ नानै म आमा बुवालाई तल्छेर हाले चिन्दैन म भनिसकेपछि त सबुगाई ती अमृता पहिको अमृताको अब यहाँ नानीको ती यी गयो फलेउटी जरिकी सबै भनियो अरे चिन्दैन भन्यो अरे म तल्छेरै पढ्दैछु केही थाहा भएन भन्यो अरे अझ नभने है त्यो त्यसो भने नभने त्यस्तो भन्दैन लाजहरू यहाँ पढ्दैछु नभने भनेको अरे तिल्ला त्यो पनि कहाँको फोन अन्य भने कहिले आएको जाउको भन्ने बजे कहिले पर तुर्मुखानको भन्ने कहिले ढगारीको भन्दा बजे कहिले ढगारीको भन्ने बजे अब कहाँको नाउँ दिएको छैन हामी कहाँको के थाहा पाउँछ हामीले के थाहा पायो जसले भन्नेसँग को जाने कहाँको अन्तारीको त्यो हाम्रो सोधेबाट नि को अन्तारी फलुट हो आफ्नैसँग हो भन्ने अब हो त्यसो भने हामी खेलाउने अब खोर लाग्यो त पहिलो त कहाँको नदिएपछि नाइ कोमल बजारको हो भन्ने चाहिँ जानु दिने पनि त्यसले थाहा दिएन कुर्ने बेला पनि त्यसलाई थाहै पाएन फलेउटो कोमल बजारको हो दीपक छेत्री हालेको छ सरल पनि हेर बजे कहाँ छ त दीपक छेत्री यो भनिसक्यो त मेरी बजे ओखरला दिन भागे मान्छे ओखरला रात पछिल्लो दिन फोनै पत्ता छैन त्यो त स्विच अफ ओखरला दिन चार्जर लाउनु पाइनै रहेछ चार्जर स्विच अफ भएको रहेछ त्यहाँबाट त्यो गाडीमा हन्ने सुर्खेत पुगेको रहेछ नि त्यो चार्जै नै पछिल्ला दिन अब हत्तपत्त कालाउने चाहिँ छगालबिरी चार्जरमा लगाएर रहेछ स्विच अफहरू लगाएको छु के परेको छु स्विच अफ भन्नु हेर त्यो त अत्तपत्तै लाग्यो कहाँ हो के हो भन्ने को पहिले गयो त्यो कान्छी मुनि पहिले गयो बेला जैसा राखेर खान्छ पहिले राख्नु गई त्यो भाइ त फफडले पढ्दो छ कहाँ के छ भनेर तर फलाएर सँगै अझ ताली लगाएर दुध खाँदा पनि बगाएर ताल अहिले कहाँ हिँड्छ नि उकै आउँछन् अहिले अब यहाँ आएर अझ यहाँबाट अझ वहीँ भाइगई बोम्मै भाइगई कुनाइन बोम्मै बगाएर लग्यो बोम्मै लग्यो त्यो बाटी राङ्गो बाटी यहाँ आइन राङ्गो गयो बेला त धेगालाई पढिन धेगालाई पनि